हेलो गाइज वेलकम टु माई च्यानल अनि न्यू डे न्यू भ्लग भनेर भन्दिनँ म धेरै पछि आइरहेको छु युट्युबमा किनकि म ब्रेकमा थिएँ अनि सो फेरि पनि वेलकम अनि म चाहिँ आज हाइकिङ आएको एक्लै सोलो हाइकिङ अनि आजको मेरो टपिक भनेको सोलो हाइकिङ अनि यो भनेको शिवपुरी विष्णुद्वारसम्म जान्छु किनकि म अरू ठाउँ जान सक्दिनँ मलाई सजिलो लाग्ने भनेको विष्णुद्वार हो शिवपुरीको अनि माथि पिकतिर त त्यस्तो के हुँदैन त्यसरी म जाँदिनँ गनी बरु विष्णुद्वारमा खोला हुन्छ म खोला हेरेर बस्छु अनि म चाहिँ अहिले घरबाट निस्किने बेला भ्लग बनाउँछु भनेको बट आई फरगट अब नेक्स्ट टाइम बनाउँछु यहाँ सुरुबाटै बनाउँछु यहाँ चाहिँ मैले आधीबाट बनाइहालेँ मैले चाहिँ टिकट काटेर आएर पुगिसकेँ तिमीहरू सुतेर बस ल म चाहिँ चल्दिएको म त फेरि डर लाग्छ डर लाग्छ अनि फेरि अघि कस्तो डर लागेको थियो अनि दुईजना बाजेहरूले त जगिङ गर्दै जानुभयो अनि मलाई डर हरायो अनि अहिले म यता छु यहाँबाट कहाँ जानु थाहा छैन तर यहाँबाट मेरो गन्तव्य पुग्छ सो लेट्स गो अनि म चाहिँ कट्टु लगाएर हिँडेछु क्या लाज लागिरहेको छ अघि त्यहाँ गेटमा यति धेरै मान्छे थियो के गर्नु म कस्तोसँग बोलेछु नि के छैन होइन अनि तपाईँहरूको दसैँ कस्तो भयो मेरो भने त्यसरी सुतेर गयो होइन दसैँ सधैँ त्यस्तै हो तिहार पनि त्यसरी जान्छ होला अहिले त जाडो भइरहेछ तर म यस्तै हिँड्न थालेपछि गर्मी हुन्छ होला रुगा लाग्ला जस्तो भयो म थाहा छ त्यो गाडीमा आउने झाडो म बाइकमा आएको क्या यहाँ त्यो गेट मुनिसम्म त्यहाँबाट टिकट काटेर आइहालेँ अनि खासमा त एक्लै होइन दिदीहरूसँग आउने प्लान थियो बट दिदी एउटा पोखरा जाँदै हुनुहुन्छ अनि एउटाको कामै छ अरे सो बिजी हुनुहुन्छ अरे अनि आई हेभ टु कम अलोन डोन्ट वरी तर यो रुटमा कति हिँडिसकेँ कस्तो नदेखा हो र अँध्यारो भएर देखेन गाइस यो चस्मा लगाएर हिँड्यो भने त म त कहाँ त्यो के भन्नु के को भन्छ कि कस्तो फिल हुँदैछ त्यसैले मैले लाएन त्यस्तै हो मेरो हाइकिङ स्टार्ट भइसक्यो गाइस मान्छेहरू अगाडि पनि देख्दिनँ पछाडि पनि देख्दिनँ के छैन के गरेर तिमीहरूको अनिसकेर मऱ्यो भने नो तर त्यस्तो के छैन म लास्ट टाइम आउँदाखेरि चाहिँ यो पुरै यो पानी आइरहेको थियो अहिले छैन यसो गीत सुनेर बसेको छु म त कति लामो इन्ट्रो भएको र वेलकम टु माई भ्लग अनि म जाँदैछु हाइकिङ विष्णुद्वार शिवपुरीको हेर्दै गर्नु म अझै देखाउँछु रोड चाहिँ यस्तै छ है उता साइडमा घाम लागिरहेको छ कहिले त्यहाँ पुग्ला भएको छ घाममा फेरि कस्तो राम्रो आउँछ क्या यो मोबाइलहरू त छ्या घर छाप्री गन्तव्य भनेको यो डाँडा भयो यो डाँडाबाट त्यो डाँडाको पछाडिपट्टि छ क्या रोड छेउसी छ नि फेरि रोड त फेरि गाइज यार है क्या मस्त गीत सुनिरहेको थिएँ फेरि लास्टमा यो भाग्यमानी फेरि त आइपुग्यो क्या भाग्यमानी गीतले मलाई डुबाउँछ क्या डिप्रेस पारिदिन्छ कस्तो मेरो अहिलेको रिसेन्ट फेभरेट भनेको यही भाग्यमानी सङ भएको छ किनकि म 24 घन्टा सुन्छु किन हो अनि ठ्याक्कै यस्तो त्यही भएर यस्तो धुम्म परेर ठाउँमा आएर त्यो गीत स्टार्ट भइदिइरहेको ओ माई गड म कहाँ जाऊँ फाल्नु गइदिउँ यहीँबाट छ्या क्या इरिटेट भएर है म मेरो क्या आँखा कमजोर छ क्या होइन अब के गरेर त सर्प हिँडिरहेको छ भने नि म टेकेर हिँडिदिन्छु त्यसले मलाई टोकिसक्छ अनि आँखा कमजोर भएको मान्छेले त्यस्तो चस्माहरू खोज्दै हिँड्छ फेरि गाइस तपाईँहरूलाई थाहा छैन तर म आइफोन 15बाट भ्लग बनाउँदैछु ल निस्किदिएको म के
दसैँ मनाउनु दाङ गएको थियो नि त अनि धन्ने डिप्रेस भएर मरेन म त्यता ओ माई गड मलाई यसरी जानु थियो क्या कतै पिसफुल ठाउँमा मलाई कनेक्ट गर्नु थियो नेचरसँग त्यति बेला के छैन त्यो पनि मलाई गोराई एकदमै मनपर्छ नेक्स्ट टाइम जान्छु कि फेरि पनि जानु मन छैन नि के छैन तर त्यो घोराइ जाँदाखेरि के गाडीमा जाममा फसेको जाममा फसेको थियो अनि म के यस्तो साई छु कस्तो लजाउटी छु के तर साथीहरू भयो भने मलाई त्यस्तो मतलब लाग्दैन अनि म त्यस्तै मान्छेहरूसँग छिटै कम्फर्टेबल हुन्छु अनि रमाइहाल्छु म फेरि मेरो भाइ मिल्ने मान्छेहरू भेट्यो भने अनि त्यस्तै जामको बेला क्या लाइक 12 बजे त्यो जाममा अड्केको बिहानको 7 बजे यस्तो हेर्छु उठेर अहिलेसम्म त्यही जाममा के अनि फेरि लाइक यो यस्तो गर्मी है त्यही माथि म ज्याकेट लगाएर गएको थिएँ ओ माई गड के भन्नु म साइडमा अङ्कल पर्नु भएको थियो अनि मान्छे राम्रो भयो नराम्रो भए पनि मलाई अलिक कस्तो लाग्छ म अलिक थिङ्क गरिहाल्छु ओभर थिङ्क गरिदिन्छु अनि फेरि त्यस्तै भयो अनि के भन्नु कति बोलेको म ओ माई गड अनि के भन्नु त्यस्तै अनि कस्तो भोक लागेको थियो कि म किनकि बेलुका खाना खाएको थिएन अनि बाहिर बसिरहेको थिएँ है अब कोसँग बोलौँ के गरौँ म त पागल हुन लाग्थेँ एकछिनको लागि त मलाई फेरि कस्तो आफै बोल्न जानु अलिक कस्तो अप्ठ्यारो लाग्छ सो त्यो रोडमा यसरी त्यो बसिराखेँ अनि फेरि त्यो त्यस्तै दिदीहरू हुनुहुन्थ्यो 2-3टा मलाई तपाईँहरूको बेसरी याद आएको छ घोराइको दिदीहरू होइन उहाँहरू त कोही रुकुमको अनि कोही कहाँको भन्नुभएको थियो मैले ठाउँ बिर्सेँ तर मलाई माइन्डमा याद छ मलाई मुखबाट आएको छैन होइन ओ माई गड मेरो अब भ्लगमा हाल्दाखेरि कस्तो क्वालिटी कस्तो नराम्रो देख्छ होला है त्यो दिदीहरू भएर मैले खाना खायो मैले त्यत्रो कति त्यस्तै 20-21 त्यस्तै एक दिन जति मेरो त्यो दिदीहरूसँग एकदम रमाइलोसँग कट्यो क्या पहिलेदेखि चिनेको जसरी कट्यो क्या मेरो त्यो दिनहरू अनि लाइक 2जना दिदी चाहिँ मसँग फ्रेन्ड हुनुहुन्छ टिकटकमा अर्को एउटा दिदी फ्रेन्ड हुनुभएको छैन अनि हामी ठ्याक्कै त्यो जाम खोलेर गयौँ क्या अनि गयौँ अनि फेरि के भन्छ मैलुङमा फेरि यत्रो ठुलो पहाडै खसेछ अनि फेरि ओ माई गड म त अब त टोइलेट नहुने ठाउँ खाना नखाने ठाउँमा जाममा पर्छ कि भनेर टेन्सन लिइराखेँ तर हामीहरूलाई सबैजनालाई सबै प्यासेन्जरहरूलाई 500 उठाएर अनि त्यो पोखरा हुँदै गएको ओ माई गड मेरो त्यो दिनदेखि मेरो ढाड अहिलेसम्म भाँचिन लगाइरहेको छ अहिलेसम्म ठिक भएको छैन यति त्यही माथि खानाहरू ओ माई गड म जिन्दगी कहिले लौका नखाएको मान्छेले लौका खाएको त्यो दिन त्यो सुरुको जामको दिन त्यति नखाएको भए म गरेर मरिसक्छु अनि के भनौँ ओ माई गड कति धेरै बोलेको यार अनि त्यस्तै भयो अनि त्यस्तै कहाँ तनहुँ कतातिर हामी खाना खान रोकेको थियो कि त्यहाँको खाना त कुरै नगरौँ ओ माई गड म धन्नै नमरेको त्यहाँको खाना खाएर के नमिठो के मिठो थिएन यसै पैसा मात्र खर्च भएको के म त्यो दिदीहरू त मैले ठ्याक्कै त्यो घोराएको तुलसीपुर चोकमा छुटिहालेँ अनि त्यो दिदीले जाँदाखेरि मलाई हक गर ल भन्नुभएको थियो मैले हकै गर्न पाइनँ सरी गाइस छ त अघि क्या त्यहाँ मान्छेहरू भएर म बोल्नु सकेन अनि यो यता पछाडि देखिरहेको छ त्यो मैले त्यो भिडियोमा देखाएको थियो त्यो खोलै भन्छ होइन कि के त्यो क्या लास्ट टाइममा आउँदाखेरि यत्रो ठुलो थियो नि गाइज म
म जुत्ता फुगालेर त्यो खोलामा त्यो हिँडेर जान्छु भनेको थिएँ तर नसकेको क्या म त्यहाँनिर त्यो त्यस्तो ठुलो थियो क्या मसँग भिडियो रहेछ भने म हाल्छु है त्यता कस्तो थियो भनेर अनि लाइक अब म घाम एरियामा आइसकेँ सो म अब राम्ररी देख्छु मेरो हरियो कपाल हेर अनि कालो मलाई के थाहा भयो भन्दाखेरि कालो कपाल इज नट फर मी कालो कपालले मलाई सुहाउन्न ओ माई गड ओहो एक्लै भएपछि यस्तै हुन्छ कि गाई बोलाउनु थाल्छ अनि मलाई क्या रमाइलो नि लागिरहेछ मलाई थकै लागिरहेको छैन किनकि म यति धेरै बोलाउँदैछु नि त सो मलाई त्यस्तो थकेकै लागेको छैन अनि लाइक मैले पानी 1 बोतल किनेको छु एक्सट्रिम त मेरो मुटु हो प्राण हो देन मेरो वाइ छ एन्ड देन पोट्याटोको बिस्कुट छ पोट्याटो चिप्स भन्छ कि बिस्कुटै होला नि होइन बिस्कुटलाई बिस्कुट त भन्छ म क्या यो कानबाट गीत सुन्दैछु यो कानबाट म खोला र चराहरूको आवाज सुन्दैछु यो मुखबाट म बोल्दैछु हातबाट रेकर्ड गर्दैछु यो हातबाट डाइरेक्सन देखाउँदैछु क्या मल्टी ट्यालेन्टेड छु म ओ माई गड मसँग बिहे गर्ने भाग्यमानी हो लाइक मैले एउटा झर्ना स्पोर्ट गरेँ होइन गाइस क्या रमाइलो गीत बजिरहेको छ यार त्यस्तो त्यो कमेडी गर्ने मान्छे नै होइन त्यस्तो म कमेडी गर्न आइरहेको छैन तर क्या नाच्न मन लागेर छम गरेर नाच्दिउँ क्या Just my time right अनि सबाउ लायो यस बाउ लायो ओ माई गड त्यसकाल छैन म फाइनली आइपुग्यो यहाँबाट बिस्कुट यहाँ माथिबाट पिक यहाँबाट घर फर्किने ओ माई कस्तो गोरो देखेँ अब हामी चाहिँ पहिला सुरुमा आउँदा यो बाटोबाट हिँड्थ्यो अहिले बन्द हो कि के हो थाहा छैन हाम्रो गन्तव्य त हो यो रोड चलो गाइस चलते हैं खै धेरै जस्तो मान्छेहरू साइक्लिङ गर्न आउँदो रहेछ नि मैले धेरै जस्तो खै अहिले बिहानै भएर हो कि लाइक वाट तर मैले धेरै जस्तो साइक्लिङ घाममा हिँड्छ छिटो साइक्लिङ गरेर आएको मान्छेहरू मात्र बढी देखेको छु अनि उहाँहरू मान्छे हो कि लाइक मान्छे रहेछ मेरो आँखा कमजोर छ कि गाइस म -4 लगाएर हिँड्छु माई गड यस्तो राम्रो ठाउँ छ नि देखाउँछु म मान्छेहरू छ त्यहाँ टर्न कसरी देखाउने म गाइस त्यो मिटिङ र अन्जुसँग आएको बेला बाजाले हमला गर्ने ठाउँ आइपुग्यो हामी त्यता बसेर हामीलाई यसरी जानु पनि नदिने त्यो पनि नजाने लास्टमा त्यो लट्ठीले यस्तो धपाउँदै पैसा मात्र गयो त्यो बाँदर पनि केटी देख्नै हुने केटालाई चाहिँ फेरि केही नगर्ने केटीलाई मात्र जिस्काउने यसो बोका भादर भनेको मात्र म थाहा छैन यो साइडबाट चाहिँ काठमाडौँको भ्यू देख्छ होइन गाइस तर हेर्नु काठमाडौँको भ्यू घाँसहरूले छेकेको छ अनि त्यही माथि म होचो छु तपाईँहरूलाई उठाएर यसो देखाउनु मिल्दैन त्यसैले अब अहिले उता त्यो दाइहरू फोटो खिचेर ठाउँबाट देख्थ्यो
तर मलाई लाज लाग्छ त्यसैले मैले खिचेन। कहाँ मेरो घाम अल्छीको पोकाहरू अहिले सबै सुतेर बसेछ। काठमाडौँको भ्यू तर यो हुसु नलाग्यो भने कस्तो राम्रो देख्थ्यो। हुसु हो कि फोहोर हो हुसु लागेको छ गाइस। अब यहाँबाट उकालो हाइकिङ स्टार्ट हुन्छ लाइक यस्तै 9-10 मिनटको 9-10 मिनटको हुन्छ। अब म भनेको होइन यति उकालो हिँडेर मान्छे मर्न खोज्ने जस्तो हुन्छ। मर्न खोज्ने मलाई थकाइ त लाग्दैन बट मेरो अनुहारले गिभअप गर्छ। रातो पिरो हुन्छ। लाइक अब हामी जानुपर्छ यो माथिबाट यो 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 कस्तो यो यताबाट माथिबाट या बोर्ड हेर्न सक्नुहुन्छ। यहाँबाट माथि यो उकालो यो उकालो यो उकालो। अब मेरो सास नै के अड्किनु भने यार उकालो हिँड्दैछु। तर यो उकालो हिँड्नु चाहिँ धेरै छैन फेरि यो उकालो लाइक त्यो हामी त्यो गाडीबाट आउँदाखेरि त्यो एउटा पुलिस स्टेसन अगाडि रोक्छ नि त यो के भन्छ यता आउनेको त्यहाँबाट चाहिँ एकदमै हिँड्नुपर्छ है। त्यसैले म बाइकमा आएको अनि यति हिँडेर सास फुल्न लाग्यो के छैन तर हेर्न सक्नुहुन्छ। Oh my god छ भयो कोही मान्छे देख्दिनँ म एक्लै जान लाग्यो त्यो झर्नामा के अर्कै रोड के अर्कै बाटो हुँदै गएर लुगा त के अहिले खुइलेको जस्तो देख्छ त। थाकेँ है म थाकेँ। हेर रोड Oh my god हेर उतापट्टि जान्छु म। My god लागेको होला। त्यहाँ माथि झर्नामा अङ्कलहरू आउनुभयो त्यसैले म यहाँ बसिरहेको छु। यो पनि राम्रो छ। गाइज म त्यहाँ गएर यति धेरै भिडियो बनाएको छु यति धेरै भिडियो बनाउँछु मैले एक्सट्रिमै सकेको छैन कि सकिन लाग्छ तर छ। म चाहिँ फर्किरहेको अब कति धेरै मान्छे आएको तर म ठ्याक्कै टाइममा पुगेँ। म जाँदाखेरि एक्लै थियो म रमाइलो लाग्यो एकछिन त डर लाग्यो तर त्यस्तै टिकटक बनाउँदै बसेँ अनि खाँदै बसेँ भिडियो बनाउँदै बसेँ डरसर हरायो डरसर छुमन्तर। अब नाउ आई एम गोइङ ब्याक टु माई होम। त्यहाँ मान्छेहरू भएर भ्लग बनाउनु सकेन फेरि अगाडिबाट नि बचेर आउँदैछ सेप पनि के छैन अहिले एकछिन बनाउँछु। सकाइसकेर मान्छेहरू थियो कि अन्त भिडियो बनाउनु सकेन म अहिले फर्किँदैछु तर रमाइलो भयो
तिमीहरू पनि जाँदा हुन्छ, तपाईँहरू पनि जाँदा हुन्छ, हजुरहरू पनि। म अलिक कस्तो तिमी भन्ने बानी भएको छ। मेरो दुईवटा दिदी भए पनि कति रमाइलो हुन्थ्यो तर के गर्नु, के छैन, नेक्स्ट टाइम ओके। अबि त्यसको अब धेरै जस्तो ओ माई गड, यो फेरि मान्छे के छैन। म त्यस्तो लजाउने मान्छे त होइन, तर धेरै 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 मान्छेको ग्रुप भयो भने चाहिँ म सक्दिनँ। एउटा दुइटा भयो भने चाहिँ आई क्यान। कन्फिडेन्ट नै डाउन हुन्छ कि लाइक यो उकालो छैन क्या, यो लाइक त्यो छ त त्यो बोर्ड पछि त्यस्तो होइन क्या, लाइक 8-9 मिनटको उकालो हिँड्यो भने तपाईँहरू पुग्नुहुन्छ क्या। धेरै जस्तो मान्छेहरू कति धेरै होला भन्छन्, तर छैन है उकालो धेरै। त्यहाँ हेर साइकल ग्याङहरू, त्यहाँ मुनि पनि मान्छे गएको रहेछ तर बन्द थियो जस्तो लाग्यो। यहाँ मुनि पनि झर्ना छ है झर्ना त, तर म एकचोटि मात्र गएको छु, म जाँदिनँ त्यसो। अनि योबाट के यता यो माथि गएपछि जस्ट 8-9 मिनटको मात्र उकालो हो गाइस। अन्दाजहरू पुग्न सक्नुहुन्छ हजुरहरूको गन्तव्यमा। अनि लाइक अब म फर्किँदैछु। फाइनली गाइस यता आइपुग्यो। अब 5-10 मिनटमा म गेट पुग्छु। मलाई इमर्जेन्सी भइसक्यो। म त्यसैले क्या म छ त ठ्याक्कै क्यामेरा अफ गरेँ अनि गीत गाउँदै गइरहेको थिएँ। मेरो स्वर त्यस्तै छ होइन, मैले गीत गाएको सुन्यो भने बाघहरू पनि तर्सिन्छ। अनि त्यसैले म गाउँदै गइरहेको थियो। अगाडिबाट मान्छेहरू आइदिँदा अनि म त्यत्तिकै म पुग्न लागेँ। म एक्लै आएको हो नि, त्यसैले मान्छेहरू त म सानो देख्छु, त्यसैले मलाई मान्छेहरूले नपत्ताएको जस्तो लाग्यो क्या। लाइक म अब अर्को वर्ष 20 पुग्छु, त्यो पनि म 15 वर्षको फुच्ची देख्छु। त्यसैले मलाई आफू देखेर कमेडी लाग्छ। रोडमा है के सर्टकट गइराख्नु, जङ्गलहरू या केवल गफ लाउनलाई। अनि कस्तो क्या गीत पनि सुन्दैछु अनि बोल्न खोज्दाखेरि बिचमा फेरि गीत आइहाल्छ कि मेरो फेरि। अब अनि के भन्नु, अब म त पुग्न लागेँ है। अनि मान्छेहरू कोही भक्कै आउँदै हुनुहुन्छ। त्यस्तै 12 बज्नु लाग्यो होला। म त 1 बजीसम्म त घर पुग्छु जस्तो लाग्यो। कति बजीदेखि स्टार्ट गरेँ म? 7 बजे उठेर रेडी भए अनि देन 7:30 बजीतिर निस्केँ। अबि म पात खस्दिरहेँ क्या हात। अनि त्यस्तै 8 कतितिर यता आइपुगेँ। अनि स्टार्ट गरेँ हाइकिङ। अनि म त्यहाँ पुग्दाखेरि म कति बजिरहेको थियो, 10 त्यस्तै समथिङ कति बजिरहेको थियो। तर म क्या छिटो हिँडिदिन्छु है एक्लै। 12:30 भयो अनि म घर आइपुगेँ गाइस। म इनड्राइभमा आएको, फर्किँदाखेरि इनड्राइभमा आएको होइन। अनि ठ्याक्कै म गेटबाट निस्केको, मेरो कलेजको साथीहरू एकजना साथी भेट्दिनँ। अनि त्यो चाहिँ साथीहरूसँग आएको रहेछ। अनि त्यसको साथीहरू चाहिँ उसमा आएको रहेछ, के भन्छ त्यो गर्लफ्रेन्डहरूसँग आएको रहेछ। अनि म घर पुगिसकेँ। अनि आजको लागि यति नै, धन्यवाद। लाइक, सेयर, कमेन्ट गरिदिनु होला। बाई।